वालाई ठुक्क गरे खत्रै हो नि फेरि खड्कीजी त फेरि नेपालको डन है ल सुनौँ है कुरा केपी बा आई लभ यु भन्यो कहाँ गयो बुढा त ठुक्क मापाको बुढा अब फेरि उठ्नु खोजिरहेको छैन अहिले त मापाकोमा अहिले उठ्नेहरू छ नि साला यस्तो ढोबी ढुलाइ हुन्छ कि बाँचे त एकदम अब पहिला पहिला हात जोडेर दैलोमा जाने यसो गर्ने अहिले दैलोमा गयो कि साला कुल्ने हान्छ कसैको बच्चा मरेर हुन्छ कसैको गल्फ अब फेरि धुलो टकटकाएर उठ्छु भनिरहेको छ केपी शर्मा ओलीले त्यो जलेर खरानी भएको धुलो टकटकाएर उठ्ने रे अब घाटमा जाऊ त्यहाँ पस्पेटमा गएर आरे घाटमा बाट गएको थियो त्यो मरेको मान्छेको चाहिँ कोही कोही नभएकोलाई त्यही काम गर्ने अब सबै उठ्न खोजिरहेछन् नि प्रचण्ड उठिसके केपी ओली उठ्न खोजिरहेछ शेरबहादुर र देउबा र आजु राणा चाहिँ भाग्न खोजेर थाइल्यान्डको भिजा लागिसक्यो रे अब मैले पहिले एउटा रिभ्यूमा भनेको थिएँ कसको थाहा छैन राजा ल्याउने के भाग्नु भनेको थिएँ कि यो 1 महिना 1.5 महिना अगाडि मैले बोलेको थिएँ कि मलाई एउटा छ नि मलाई माफ गरिनु होला म खराब मान्छे हो